ठाउँमा रहेको काङ्ग्रेसको समर्थक शुभेच्छुक मात्र होइन, यहाँबाट बाहिर निस्कनुहोस्, त्यो ब्रिगेडी मण्डलको चिया पसलमा जानुहोस्, त्यहाँभन्दा बाहिर जानुहोस्, पुतली सडकमा जानुहोस्, हिँडेर जानुहोस्, बस छोडेर टेम्पो छोडेर आज पठाउ छोडेर बेलुका घर फर्कनुहोस्। तिमी कहाँ उभिएका थियौ भनेर भन्दै गर्दा, यहाँ उभिएका थियौ भन्दै गर्दा तपाईँलाई कसैले पनि गाली गर्दैन। यस्तै केही दिन अगाडि काङ्ग्रेस भनेर भन्दै गर्दा हाम्रै नेताहरूले साथीहरू आजभोलि त गाउँ बजारमा गएर काङ्ग्रेस भनेर भन्दै गर्दाखेरि पनि हिजो पञ्चायतकालको मण्डलले जस्तो व्यवहार गर्न थाले भन्ने हुनुहुन्छ। त्यो आज तपाईँको प्रयासले, तपाईँको आँटले, तपाईँको साहसले, तपाईँले उठाउनु भएको जोखिमले आज काङ्ग्रेस भन्दै गर्दा ठाउँ बनाइएको छ। तपाईँ म सबैले मिलेर बनाउनु भएको, यसलाई मर्न दिनुहुन्न, यसलाई जीवित राख्नुपर्ने छ। त्यसैले म सबै साथीहरूलाई एकपल्ट धन्यवाद दिँदै म आग्रह गर्छु, केही बेर तपाईँले धैर्य गरिदिनुपर्छ। अबको केही समयभित्रमा यहाँ निर्वाचनको प्रक्रिया अगाडि बढ्छ। भोलि माघे सङ्क्रान्ति छ, तपाईँहरू कतिलाई घर जानु छ, तर यो बेलामा मलाई सम्झेर, पार्टीलाई सम्झेर थप 2-4 घन्टाको समय तपाईँले दुःख गरिदिनुपर्छ। तपाईँले गर्नुहुन्छ भन्ने विश्वास राख्दै